आज म चाहिँ यहाँ एकजना कृषकको टमाटर बारीमा आइपुगेको छु। उहाँ हुनुहुन्छ हाम्रो पाण्डेजी। पाण्डे सर, के छ खबर? हजुर ठिक छ खबर। मेरो हजुरको खबर के छ? मेरो पनि ठिकै छ। अनि के सेवा गर्नु पर्यो हामीले हजुरलाई? खासै सेवा त केही गर्नु पर्यो होइन। अनि हजुरको दिनचर्या कसरी बित्दैछ? ल हेर्नुहोस्, जिन्दगी यस्तै हो हेर्नुहोस्। ल टक्क जङ्गलमा, यो तरकारीको जङ्गलमा हेर्नुहोस्, पुरै जुम्ली टाइपले कपडा सपडा भिजोक बनाएर अब गोलीबडालाई सेवा गर्नु पर्यो। यसले भात खानिदिन्छ, यसले नभए भात खान दिँदैन। तपाईँले यो काम गर्नु थाल्यो कति वर्ष भयो? यो म अहिले 3 वर्ष। 3 वर्ष भयो। हजुर। 3 वर्षको पिरियडमा तपाईँले के कस्तो अनुभव लिनुभयो? यो अनुभव त के भन्नु, यो अनुभव त यो चिज मान्छेलाई पाल्ने चिज त हो। राज्यले व्यवस्थापन गरिदिएपछि र अनि आम उपभोक्ताहरूले पनि यसको राम्रो मूल्याङ्कन गरिदियो भने यो एकदम राम्रो। नेपालमा स्वदेशमा एकदम आनन्दको खेती। यो बाहेक अर्को राम्रो खेतीहरू छैन आत्मनिर्भर बन्नलाई। भनेपछि तपाईँले यो पेसाबाट सन्तुष्टि हुनुहुन्छ? म ठिक छु। अरू त म थाहा पाउँदिनँ। किसान भएको हैसियतले मलाई खान बस्न बालबच्चा पढाउन पुगेछ। यदि भयो भएन र? ल ठिक छ, चाहिएको त्यही हो। अनि तपाईँ अस्ति आन्दोलन पनि जानुभएको थियो नि माइती घरमा? हो हो हो। यो तपाईँको फलाउँदाखेरि कुरा गर्दा तपाईँको कति के गर्ने, किसानलाई के गर्ने भन्ने मात्रै भन्छ। खै त हेरौँ हेर गएको केही गरेन है। लिन त तपाईँको एक दिन टिपेको लिएको मैले। अब 200 रुपियाँ किलो छ, ठिकै छ। 25-30 क्यारेट लैजान्छु त भनेर लिएको। 3-4 क्यारेट मात्रै फाल्यो, अरू त ल्याएर कसैलाई बाँडिदियो, आश्रमहरूमा दियो। भनेपछि यो किसानलाई नेपाल सरकारले के चाहिँ गरिदिए हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई? यसको खासै किसानको लागि धेरै गर्नुपर्ने केही पनि छैन। यो किसानहरू, नेताहरू, यी सबैको भान्सामा पाइने चिजहरू यिनीहरूलाई राम्रोसँग संरक्षण गरिदिएपछि उचित मूल्याङ्कन, जस्तै अन्यको मूल्य हुन्छ नि, दुधको मूल्य, चामलको मूल्य, धानको मूल्य जस्तै यो चिजहरू, तरकारीहरूको पनि एक त मूल्य व्यवस्थापन गरिदिने। अनि त्यहाँभन्दा पछिको कुराहरू त त्यो उपभोक्ताहरूले आफै बुझिहाल्छन्। त्यो व्यवस्था गरिदिएको भए ठिक्क। तर यसलाई लागत निकालेर, अब विज्ञहरूले लागत निकालेर त्यसको लागत अनुसारको मूल्याङ्कन राखिदिएपछि आत्मनिर्भर हुनलाई आनन्द अन्य पेसा खेतीभन्दा यो खेती एकदम ठिक छ हजुर। धन्यवाद हजुरलाई। पक्कै पनि आशा छ नेपाल सरकारले के गर्छ कि हामी किसानलाई भन्ने। आशा मान्ने मात्रै हो। मानौँ न, मानौँ। पुरानोको पालादेखि म त करिब 3टै नेता, प्रचण्ड, कमरेड प्रचण्ड, अनि शेरबहादुर देउबा, केपी ओली, अनि अहिलेको बालेन्द्र, चारैको कार्यकालमा टमाटर रोपेँ हजुर। हजुर, उस्तै हो कुरा, किसानको कुरा उस्तै हो। जुन सरकार आए पनि रेडियो सुनेर सरकारले गर्छ कि भन्यो, तर कुरा त्यही हो। केही काम हुँदैन। अनि आफ्नै गोलबेडा बेच्यो, 2-4 रुपियाँ आउँछ, बच्चालाई भित्रियो, आफूले खायो। अनि तपाईँ नेपालमै केही गर्छु भन्ने विचार छ कि अब यहाँ बसेर केही हुँदैन, विदेशतिरै लाग्छु भन्ने सोच बनाइराख्नु भएको? अब विकल्प त विदेश बाहेक अरू हुँदैन जस्तो छ सर। उमेर त गइसक्यो, अब त छैन, उमेर पनि छैन। म 40 काटेकोलाई कसले ल्याला, कुन देशले ल्याला है। तर यो देशमा तपाईँको गरिएको छ, गरेन भनौँ भने यत्रो गरेछ है। झन्डै 12-15 लाख खर्च गरेर गरेछ। आम्दानी 5-7 लाख हुन्छ, त्यो कहाँबाट ल्याउने, अरू कहाँबाट ल्याउने हजुर? अब यो ऋणी गरे हो, तिर्ने कहाँबाट? विदेशमा गएर विकल्पै छैन। बालबच्चा पढाउन सकिँदैन यहाँ। भनेपछि एकतालि म तपाईँको फर्म घुमाउँ न है, फर्म भिजिट गरौँ न। ल हुन्छ हुन्छ हुन्छ। ल, उहाँले चाहिँ हामीलाई आफ्नै फर्म देखाउँदै हुनुहुन्छ। हेर्नुहोस्, यो गोलबेडा मैले वैशाख 25 गतेबाट टिप्न सुरु गरेँ। अहिले तपाईँको नि 15-20 क्यारेट आइराखेको छ यति फर्मबाट। उतिखेर त त्यो 50-60 नै क्यारेट आउँथ्यो। अब 50-60 क्यारेट आउँदा पनि अब तपाईँको 7-8 कहिले पुगेन। अब हेर्नु, यति छ। अब लगानी के कुरा गर्नु? एउटा यो बाँस हेर्नु त, यो बाँसको 250 रुपियाँ पर्छ किन्दा। अब यही हो हेर्नु, फर्म यो टिपेको छ। कामदार 3 जना छ। अब जेला 600 दिने गरेको छ। ए 600। हामी त यो बसे पनि एकछिन बस्न मन लाग्दैन, हात लगाइराख्ने, बिरुवालाई संरक्षण, बाख्राको पाठालाई संरक्षण गरे जस्तो गर्न मन लाग्छ। त्यही हो हाम्रो। अनि यो तपाईँको कति रोपनीमा फैलिएको छ यो फर्मको क्षेत्रफल? यो 7 रोपनी, चान्चन 7 रोपनी छ। ए अब हामी यसको भाडा रोपनीको 45,000 का दरले तिर्छौँ। भाडा महँगो छ है? महँगो छ। अब के गर्नु, सबै चिज महँगो छ अहिले त। प्लास्टिक महँगो, भनेपछि तपाईँको भाडा तिर्न त पुगेको छ नि?
अघि अघि 1-2 वर्ष पहिले त पुग्यो हो, अहिले त के पुग्नु। यो वर्षमा चाहिँ अहिले अहिले त घरबाट खेत बेच्नुपर्छ कि जस्तो छ, गाउँको खेत बेच्नु पर्ला जस्तो छ। मेरो त धेरै विकटको मान्छे, के गर्नु। कर्णालीको मान्छे आएर यहाँ अब राजधानीमै राम्रो हुन्छ भनेर आयो, यहाँ पनि यस्तै छ।